बालेन दाई यो बाटोलाई याद गर्नुहोस् है बालेन दाई तपाईँ प्रधानमन्त्री हुनुभयो भनेपछि हुम्लाको बाटोलाई याद गरेर यताको नाका खोलिदिनु भयो भने हाम्रो नेपाल कहाँदेखि कहाँ पुग्छ जस्तो लाग्छ यति टुरिस्ट भित्र आउन सकिन्छ नि होइन यति टुरिस्ट भित्र आउन सकिन्छ कि एमआरपीले भनेछ भाइ गाइज अनि अर्को कुरा यस्तो बाइकहरू आउँदो रहेछ भनेपछि हामीले डर त इजी नै आउनु भयो होइन तर अलिकति सहज रूपमा गाडीहरूलाई आउनको लागि चाहिँ पिच रोड भयो भने त हेर्नु त यही छ हिमाल ल यो वाइड एङ्गल भएर टाढा देखेको आमा छोरो एकचोटि उडेर गयो एक टाङ हान्यो नि त्यही खोला के त्यही हिमालय पुग्दिन जस्तो भयो बालेन्दा यो रोडलाई चाहिँ याद गर्नु पर्यो है बबाल हुन्छ यार यतिको हाई एल्टिट्युडमा यति लामो समयसम्म मैले लाइफमा कुदाएको थिएन गाइस सही हो मैले मेरो गाउँबाट देख्दाखेरिको हिमालहरू छ नि त्यो हिमालमाको मुनि 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 कुद्न पाएँ भन्ने मैले बच्चैबाट सोच्थेँ कि मुनि मुनि बाटो भयो नि हुन्थ्यो नि मैले त्यो ड्रिम चाहिँ आज आएर पुरा भइसकेको छ त्यही छ क्या हिमाल यही छ हिमाल गाइस यो पुरै हिमाल हो गाइस अनि अब बल्ल हामी चाहिँ त्यो डाँडामा देख्दैछौँ अप्पर मुस्ताङको जस्तो क्रिएटर देख्दैछौँ त्यो सम्म यो चाहिँ ढुङ्गाको अहिले झ्याउ यो पिच बनाउनु पर्छ है गाइस ए भगवान म कहाँ छु हेर्नुहोस् न हेर्नु